हेलो 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 सबैजनालाई नमस्ते। मेरो नाम ईशा हो अनि म चाहिँ अहिले भ्यान्कुभर BCबाट। वेलकम टु माई च्यानल। इट्स अ स्मल च्यानल। एनिवेज ओरिजिनली म चाहिँ नेपालबाट फ्रम बुटवल। अहिले चाहिँ म मेरो ब्याकयार्डमा छु। यो मेरो एउटा सानो घर हो अनि it's been 12 years we are living in Canada and I have a beautiful family of 4 in here in Canada. Anyways, आज चाहिँ म हजुरहरूलाई डालिया फ्लावर्स लगाएर देखाउँछु हस्। किन भन्दाखेरि हामी नेपालमा नि डालिया फ्लावर्सहरू हामी जहिले पनि I always see we buy a plants, हामीले एउटा बुटै किनेर लिएर आएर लगाएको हुन्छ नि। तर क्यानाडामा चाहिँ we always start with tubers. That's I can show you कस्तो देखिन्छ भनेर है। यो मेरो बास्केट अनि यहाँ चाहिँ मेरो यो चाहिँ लास्ट इयरको ट्युबरहरू हो, मैले सेभ गरेर राखेको। जस्तै हामी आलु खनेर सेभ गरेर राख्छौँ नि, हामी डालिया ट्युबर्स पनि खनेर सेभ गरेर राख्छौँ। एन्ड आई वान्ट टु सो यु कस्तो, हेर्नु है, हेर्नु त कस्तो ग्रो भइरहेको छ अहिले। यता हेर्नु। अनि त्यो हाम्रो नेपालमा चाहिँ आई थिङ्क दे स्टार्ट फ्रम कटिङ्स एन्ड तिनीहरूलाई इनफ टाइम हुँदैन ट्युबर प्रड्युस गर्नको लागि। बट एट द सेम टाइम यु क्यान गिभ अ ट्राई। तपाईँहरूले जस्तै प्लान्टहरू, डेलिया प्लान्ट्सहरू तपाईँहरूले जब त्यो मर्छ अनि त्यसलाई उखालेर हेर्नुभयो भने मेबी there are something like this you can see. And अनि हजुरहरूले चाहिँ मल्टिप्लाई पनि गर्न सक्नुहुन्छ यसलाई, डिभाइड गरेर 2-4वटा प्लान्टहरू बनाउन सक्नुहुन्छ। मैले चाहिँ एभ्री इयर अबाउट 80 to 100 डेलियासहरू लगाउँछु। किन भन्दाखेरि चाहिँ मलाई एकदम फुल मनपर्छ। अनि त्यसपछि फेरि मेरो फ्लावर स्ट्यान्ड पनि छ, म बुकेजहरू बनाउँछु एज अ हबी बिजनेस यु क्यान से। तर एज अ प्रोफेसन आई एम एन एजुकेटर। एनिवेज आज म मेरो सबै डालिया ट्युबर्सहरू लगाउन गइरहेको छु। स्टे ट्युन। हेर्नु त मेरो यो हाम्रो यो कोदालो कति ठुलो छ, हेर्नु त, मभन्दा पनि ठुलो छ रहेछ। 5 फुट रहेछ। अब म खन्दैछु यसरी, हेर्नु। पहिला मैले खाद हालिसकेँ। खाद भनेर यस्तो छ कि यो प्रो मिक्स हो यसलाई। इट हेज लिटल बिट अफ एभ्रिथिङ द्याट आई निड फर टु ग्रो माई फ्लावर्स। हेर्नु, खन्यो यसरी है, मिक्स गर्यो। क्यानाडा कति रमाइलो छ भन्नुहुन्छ है। रमाइलो त छ नि, दुःख पो गर्नुपर्छ। जता गए पनि दुःख गर्नुपर्छ। अनि त्यही दुःखमा चाहिँ खुसी हुन सिक्नुपर्छ, रमाइलो गर्न सिक्नुपर्छ है। कत्रो ढुङ्गा आयो हेर्नु त, जति खन्यो उति ढुङ्गा आउँछ हो यहाँ त। खन्यो मजाले खनेर है। अब चाहिँ डालिया ट्युबर्स लगाउँ है। यसलाई अलिकति निहालेर हेर्नु त, यसमा उम्रेको छ। जस्तो आलुहरू उम्रिन्छ नि, हामी सेभ गरेर राख्छौँ अनि अर्को साल पनि लगाउन सक्छौँ नि, त्यस्तै नै हो यो डालिया ट्युबर्स। यदि हजुरहरूले यो पालि डालिया लिएर आउनुभएको छ भने मार्केटबाट, त्यहाँ हजुरहरूले त्यो खनेर हेर्नुहोस्, त्यहाँ यस्तो ट्युबर्सहरू हुनसक्छ सायद। आई डोन्ट नो मच अबाउट नेपाल हाउ दे डु, but in Canada, in US, in Australia, in UK, they does this process and I have labeled it here creamy भनेर लेखेको छु। यो चाहिँ वेडिङ बुकेहरूमा एकदम फेमस छ। अनि यसलाई जति माथि उम्रेकोतिर माथि पार्ने, यसरी 6 इन्च खाल्टो खन्ने अनि फोर्दिने यसरी। Voila! Bye guys! If you guys like my channel, subscribe गर्नुहोस्। Bye for now. Bye for now. Bye guys.
गाइस मलाई सब्स्क्राइब गर्नुहोस् फेरि मेरो फुलहरू म हजुरहरूलाई देखाउँछु हस् बाई गाइस